म चाहिँ शरणार्थी शिविर क्याम्पमा बस्छु अनि हामी 8 जना छौँ परिवार। मेरो पापा मम्मी हुनुहुन्छ, दिदी हुनुहुन्छ एकजना अनि भाइ एकजना छ, 2 जना बहिनीहरू छ। हामी चाहिँ यहाँ क्याम्पमै बस्छौँ। हामीले चाहिँ पहिला अलिअलि त्यो युएसतिर सामानहरू अलिअलि कोरियरहरू गर्थ्यौँ। त्यो सामानहरू पठाउँदाखेरि चाहिँ यसो घरमा उयो हुन्थ्यो अनि घरमा पनि मान्छेहरू साथीभाइहरू लिन आउनुहुन्थ्यो। त्यही भएर कारणले त्यतिकै अब किन घरमा उयो गर्ने भनेर हामी दिदीबहिनी मिलेर चाहिँ सानो पसल खोलेर चाहिँ हामीले सुरु गरेको। पापा मम्मीहरूले पहिलादेखि दुःख गरेर हामीलाई यतिको बनाउनु भएको छ होइन। अब त्यो कुराहरूले पनि इन्करेज गरेर हामीले चाहिँ यो बिजनेसलाई उयो गरेको हौँ। हामी दिदीबहिनी मिलेर केही घर परिवारलाई सरसहयोग हुन्छ कि भनेर बिजनेसलाई धेरै मात्रामा लानु चाहिँ विचार छ। अब सपना चाहिँ अब ठुलै छ, तर पनि अब परिश्रम गर्दैछौँ, मेहनत गर्दैछौँ। स्टार्ट एन्ड इम्प्रुभ योर बिजनेस भन्ने एउटा एसआइवाइबी रहेछ र एसआइवाइबीले चाहिँ कामाक्षी होटलमा 10 दिनको तालिम, आइएलओको आर्थिक सपोर्टमा व्यवसाय सुरु गर्न चाहने र व्यवसाय सुरु गरिसकेकालाई कसरी सुधार गर्नुपर्ने भन्ने विषयमा चाहिँ आइडिया जेनेरेट गर्ने र अर्कोतर्फ चाहिँ एसआइवाइबीले चाहिँ व्यापार त गरिँदैछ, तर व्यापारमा हाम्रो कहाँ त्रुटि भइरहेछ, कमी कमजोरीहरू के भइरहेछ भन्ने विषयमा बढी से बढी एउटा ज्ञान दिने, तालिम दिने, प्रशिक्षण दिने रहेछ। हामीले चाहिँ 1 वर्ष अगाडि 3 दिनको ट्रेनिङ लिएको थियौँ। हामीले त्यो ट्रेनिङ लिएर चाहिँ कसरी हामीले मान्छेसँग कसरी डिल गर्नुपर्ने त्यो कुराहरू हामीले सिक्यौँ। उहाँहरूले सिकाउनु भएको थियो नि त, बाँकी हामीले कसरी लेख्नुपर्ने, आउँदै गरेको हिसाबहरू त्यो सबै सिकाउनु भएको थियो। मेन चाहिँ होइन त्यो कुराहरू हामीले ल्याएर अब यतिकै ल्याउँथ्यौँ, यतिकै बेच्थ्यौँ। त्यो आएको पैसाहरू आइबस्थ्यो जान्थ्यो, त्यो उयो गर्थ्यौँ क्या, हामीले हिसाबहरू लेख्थौँ। अब लेखेको छैन भने चाहिँ यतिकै कति आउँदैछ के आउँदैछ थाहा हुँदैन रहेछ। लेखेको कारणले गर्दाखेरि चाहिँ हामीलाई याद हुन्छ कि यो पैसा चाहिँ पसलको हो अनि यो पैसा चाहिँ अब बाहिर भनेर। अनि त्यसले गर्दा चाहिँ हामी सेभ पनि गर्छौँ हामी खातामा। घरमा पनि अब त्यसले पनि निकै सहयोग चाहिँ भएछ हामीलाई। मनिता बहिनीको सवालमा लगायत त्यहाँ जति पनि मैले भने बेलनागी बजारमा जुट्नुभएका युवा साथीहरूको विषयमा अब वास्तवमै यो एसआइवाइबीको तालिम लिइसकेपछि उहाँहरूले बिजनेस प्लान बनाएरै अगाडि बढ्नु भएको छ। यो तालिमले उहाँहरूको व्यवसायमा धेरै सुधार भएको भन्ने कुराहरू पायौँ हामीले। व्यवसायहरूको लागि यो तालिमको सुरु कुरो जुन प्रकारले उहाँले पाउनु भएको छ, वास्तवमै यो राम्रो छ। यहाँ हामीले राम्रो पाएका छौँ र एकदमै खुसी मानेका छन् उहाँहरूले पनि। बिजनेसमा अघि जाँदै गर्दाखेरि समस्या आए तापनि हामी छोड्नु चाहिँ भएन। अब त्यो कुरामा स्थिरता रहेर चाहिँ हामी बढ्यो भने त हो सक्सेस पाउने भनेको। अनि इन्करेजहरू गर्छौँ साथीभाइहरूलाई पनि, केही गर्नुपर्छ, किन नगरी बसेर चाहिँ काम पनि छैन। अब त्यत्तिकै अब यहाँ हुनु त यस्तो केही कामहरू त हुँदैन हामीलाई होइन, घरकै कामहरू मात्रै हो। अब कतिजनाले बाख्राहरू पाल्नु भएको छ, यहाँ बसेर नि सुँगुरहरू पाल्नु भएको छ, केहरू पालेर पनि गर्दै हुनुहुन्छ। हामीले चाहिँ केही गर्छु भनेर हामी अघि बढ्छौँ भने चाहिँ अवश्य पनि हामी अब एकैचोटि सफलता पाउँदैनौँ, तर पनि बिस्तारै बिस्तारै हामी सफलता पाउन सक्छौँ।